हेलो नमस्ते। आज फेरि म हजुरहरूको लागि एउटा नयाँ केस लिएर आएको छु। आजको केस छ बाख्राको अपरेसन गरेर चाहिँ हामीले बच्चा निकालेको। विगत केही हप्तादेखि एउटा बाख्रा जुन चाहिँ ब्याउन नसक्ने अवस्था अथवा बेला लागेर छटपटाइरहेको अवस्था रहेछ। यो केस चाहिँ बर्दियाको केस हो। बर्दियाको बाँसकडी नगरपालिकाको एउटा ठाउँको केस हो, जहाँ चाहिँ केही हप्ता अगाडि चाहिँ बाख्रालाई बेथा लागेको रहेछ र त्यहाँको प्राविधिक साथीहरू गएर चाहिँ बाख्रालाई हेर्नु भएको रहेछ। तर त्यो बाख्राको कन्डिसन झन् विकनेस हुँदै गएको हुनाले चाहिँ उहाँले चाहिँ अपरेसनको सुझाव दिनुभएको रहेछ र उहाँले मलाई फोन गर्नुभयो ओनरले चाहिँ। त्यसको एक हप्तापछि म गएँ। म गइसकेपछि चाहिँ म त्यहाँ हेर्दाखेरि चाहिँ उसको कन्डिसन धेरै नै नाजुक अवस्थामा पुगिसकेको रहेछ र त्यो बाख्रा एउटै पोजिसनमा सुतिरहेको हुनाले चाहिँ उसको लेफ्टपट्टिको भाग चाहिँ अलिकति घाउहरू बनिसकेको अवस्था रहेछ। त्यसले गर्दाखेरि चाहिँ यो इमर्जेन्सी अपरेसन भएको हुनाले चाहिँ हामीले चाहिँ यसको राइट साइडपट्टिको भागबाट हामीले चाहिँ इन्सिजन दिएर बच्चा निकालेको अवस्था हो। र यो बच्चा पनि पेरिटोनियम लेयरलाई छेडेर बाहिर निस्किसकेको भएको हुनाले चाहिँ अलिक कम्प्लिकेटेड केस थियो यो केसमा चाहिँ बाख्राकोमा चाहिँ। र हामीले चाहिँ अपरेसन गरेर त्यो बच्चाले सकुशल उद्धार गरेका छौँ, जसमा चाहिँ 3टा बच्चा निस्केको थियो, 2टा पोथी एउटा भाले। र यो केस अहिले नर्मल अवस्थामा छ र आमाको अवस्था पनि सुधार भइरहेको छ भने बच्चाको अवस्था पनि राम्रो भइरहेको छ। र म यो भिडियो मार्फत के भन्न चाहन्छु भनेपछि यदि हजुरहरूको घरमा यस्तै खालको समस्या भइरहेको छ, बच्चा पाउनको लागि अप्ठ्यारो भइरहेको छ भने सकेसम्म 1-2 चोटि हात चाहिँ तपाईँ युज गर्न सक्नुहुन्छ। तर त्यो हात हालेर पनि तपाईँको समस्या भएन भने अपरेसनै गर्नुपर्ने अवस्था आउन सक्छ साथीहरू है। त्यसले गर्दाखेरि यो बाख्राको केस धेरै नै नाजुक अवस्थाको केस थियो। यदि हामीले अपरेसन नगरेको भए चाहिँ बाख्रा पनि मर्ने र बच्चा पनि मर्ने अवस्था थियो। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ दुईटाले हामीले अहिले बचाउन सक्सेस भएका छौँ। र हजुरहरूको घरमा गाई पाल्नुभएका गाई भैँसी भेडा बाख्रामा यदि राम्रोसँग उसको बेथा लाग्दाखेरि पनि बच्चा पाइरहेको छैन अथवा डिस्ट्रेसियाको केसहरू भइरहेको छ भने तुरन्त नजिकैको पशु चिकित्सक अथवा चाहिँ एक्सपिरियन्स भएको पशु प्राविधिकलाई चाहिँ हजुरले सम्पर्क गर्न सक्नुहुनेछ भन्दै आजको यो भिडियोमा चाहिँ म यो कुराहरू जानकारी गर्न चाहन्छु। सकेसम्म हात नहालौँ होइन। हात हाल्ने कन्डिसनमा हात हालौँ र हात हालिसकेको कन्डिसनमा बच्चा निस्किन सक्छ भने निकालौँ। जबरजस्ती हात हालेर बच्चा निकाल्न कोसिस गर्दाखेरि चाहिँ त्यसले चाहिँ भावी पुस्तामा चाहिँ आमालाई धेरै असर गर्छ। त्यो सँगसँगै चाहिँ उसको आमामा उसले चाहिँ अर्को चोटि चाहिँ बच्चा नपाउन सक्ने अवस्था पनि आउन सक्छ, पाठेघर बिग्रिने खालको समस्या पनि आउन सक्छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेको नयाँ प्रविधि अनुसार चाहिँ हामीले अपरेसन गरेर सानो चिरा लगाएर चाहिँ हामीले चाहिँ बच्चालाई निकाल्न सक्छौँ र आमालाई पनि त्यति धेरै पीडा हुँदैन। हामीले दुखाइ कम गर्ने औषधि लगाउँछौँ, जुन चाहिँ बेहोस पार्ने औषधि भनौँ न एक किसिमले एउटा भागमा चाहिँ त्यो औषधि लगाएर चाहिँ हामीले चाहिँ बच्चालाई मजाले निकाल्न सक्छौँ र त्यसमा चाहिँ बच्चाको पनि अवस्था राम्रो हुन्छ र आमालाई पनि कुनै पनि किसिमको दुःख पीडा हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ यदि हजुरहरूमा केही यस्तो खालको समस्या देख्नुभयो भने तुरुन्तै नजिकैको पशु चिकित्सक अथवा चाहिँ पशु प्राविधिकलाई सम्पर्क गर्न सक्नुहुनेछ। यदि हजुरहरूलाई यो सम्बन्धी केही नयाँ कुराहरू सिक्न मन छ, जान्न मन छ अथवा चाहिँ तपाईँको घरमा यस्तै खालको समस्या छ भने तल दिएको नम्बरमा हजुर सम्पर्क गर्न सक्नुहुनेछ र हामी चाहिँ तपाईँको घरमै आएर चाहिँ हामीले अपरेसन गरेर हामीले तपाईँको बच्चालाई निकाल्न सक्ने गरी हामी काम गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ यस्तो समस्या भयो भने तुरुन्त सम्पर्क गर्नु होला भन्दै आजको भिडियो म यही इन गर्छु। धन्यवाद।